नमस्कार साथीहरू, मैले पहिला नै हजुरलाई भनेको थिएँ हाम्रो अङ्गुरमा फुल हुन्छ कि के हुन्छ भनेर। यहाँ हेर्न सक्छ, यो चाहिँ इनिसियल फेजमा आएको भयो। अब त्यसपछि केही दिनपछि हजुरको यस्तो निस्किन्छ। यसमा चाहिँ सेता सेता जुन देख्नु छ यो चाहिँ मेल पार्ट हो। अनि यसलाई चाहिँ हामीले क्लेप्ट्रा भन्छौँ। योबाट चाहिँ यो भ्याक्सी लेयर हुन्छ यसको। यो फुटिसकेपछि चाहिँ यसरी मेल पार्टहरू हेर्नु यसरी आएको हुन्छ। अनि सबै झरिसकेपछि लगभग 100 देखि 110 दिनको बिचमा हजुरको अङ्गुर अब हामीले टिप्ने बेला हुन्छ भनेर अन्दाजी लिँदा हुन्छ। यहाँ राम्ररी हेर्न सक्नुहुन्छ, सानो सानो जुन बाहिर आहा चाहिँ पोलिनेटिङ पार्ट्सहरू हो, मेल पार्ट्सहरू हो। अनि सेल्फ पोलिनेटिङ भएको कारणले चाहिँ यहीँबाट अब हजुरको यो अङ्गुर बन्दै आउँछ। अनि लगभग 100 देखि 110 दिनको भित्र चाहिँ हामी अङ्गुर अब टिप्छौँ भन्ने हुन्छ। अब त्यसमा चाहिँ धेरै कुराहरू इफेक्ट पार्छ। अब यहाँ घाम कतिको चर्किया छ, पानीले कतिको इफेक्ट पारेको छ भनेर। नत्र हामी अन्दाजी चाहिँ 100-150 दिनमा चाहिँ हामी अङ्गुर टिप्छौँ। 100 देखि 110 दिनको भित्र चाहिँ हामी अङ्गुर टिप्छौँ भनेर मोटामोटी अन्दाजी लाउन सकिन्छ। हस्, धन्यवाद।